हेलो गाइज, अहिले चाहिँ लगभग बिहानको 7:30 कि 8 बजेको छ। अनि म चाहिँ आज जे पर्छ भनेर एकदम हिम्मत गरेर रनिङको लागि एक्सर्साइज गर्नको लागि भनेर निस्किन्छु। मेरो आज ड्रेसअप त यस्तो छ। अनि निस्किन भनेर धेरै अगाडिदेखि भनिरहेको निस्किन्छु एक्सर्साइज गर्छु भनेर भनिरहेको थिएँ। तर त्यही त हो, कहिले के नहुने रुमबाट बाहिर निस्किने मन नलाग्ने। अनि आज त जे पर्छ भनेर निस्केको है। अनि जस राम्रो भाइब आइरहेको छ। म चाहिँ आज चाहिँ निस्केर अनि नेपालमा पसिना बगाइरहेको बानी है। यहाँ त पसिनै नबग्ने के, जति काम गरे पनि पसिना बग्दैन यहाँ। अनि त्यसपछि त शरीरै कस्तो हुने, अनुहारै कस्तो टाइपको, कस्तो के भयो जस्तो हुने। अब आजदेखि चाहिँ अब हेरौँ कति दिनसम्म जोस चल्छ। सायद अब आज एक दिन मात्र हुनसक्छ। अब भोलि निस्किन मन लाग्छ कि लाग्दैन, तर म सकेसम्म निस्किने कोसिस चाहिँ गर्छु होला सायद है। त्यही नै हो, अरू त खासै केही छैन। अब अस्ति एक दिन डे अफ थियो। डे अफको दिनमा उता राम्रो भयो डे अफ, फलदायी भयो एकदमै। त्यही नै हो, डे अफ थियो मेरो थियो। ल धन्यवाद है, एकदम त्यति नै हो। खासै केही छँदैन छैन, यत्तिकै मेमोरिज हुन्छ। एउटा बोल्ने बानीहरू चाहिँ इम्प्रुभ हुन्छ भनेर मात्रै भिडियो बनाएर पोस्ट गर्ने मात्र हो, त्यस्तो खासै केही पनि होइन। तर मेन कुरा चाहिँ के भन्दाखेरि मेमोरिज हुन्छ। पछि फ्युचरमा गएर कुनै दिन यस्तो पनि थियो है भनेर हुन्छ भनेर मात्र हो, अरू केही पनि होइन। एकदम धन्यवाद, थ्याङ्क यू।